क्याम्प फायर गर्नको लागि लगभग 50 किलोमिटर टाढै आइएको छ। रमाइलो भछ। अब रमाइलो त पुरै छ र हाम्रो अब क्याम्प फायर हुने तयारीमा छ। हेरेर साथ दिनु भछ होला। सो गाइज वेलकम ब्याक टु माई भ्लग है। फेरि आफ्टर लङ टाइम हामी चाहिँ यसो टुर जाँदैछौँ। अब टुर चाहिँ एक दिनको टुर हो के अरे, बारबिक्यू गर्न जाने हो। त्यहाँ के कस्तो हुन्छ है बाटोमा जाँदै देखाउँदै गर्दै जान्छु। यो दाइको गाडी हो, दाइको गाडी चाहिँ यो स्ट्यान्डमा चाहिँ टेन्ट सेन्टहरू छ यताउति है। हेर्दै जानु होला बाटोमा के कस्तो हुन्छ है। भिडियोहरू हाल्न पाएको थिएन, अब त्यही हो टाइम मिल्दैन, त्यही भएर लगाइछु। ल हेर्दै गर्नु होला है, ल देखाउँदै गर्छु। मेरो हो पुरै पाक्दै हाम्रो मासु आइटम पनि छ यहाँ। यी हेर्नुहोस् ल साथीहरू, पुरो चिकनको सब छ, खाना पनि छ। ल है गाइज, हाम्रो आजको चाहिँ बारबिक्यूको मासु चाहिँ पोलिसकियो। यहाँ दन्ती आगो बोलिरहेको आज मासु चाहिँ हुँदैछ। पोर्क हो यो चाहिँ है। कस्तो पोक कहाँ हो यो ल्याम? पोक त पोलेकै छैन। पोक कहाँ अनि नेपालमा ल्याम कसो हेर्नु त हुन्छ यो चाहिँ ल्यामको मासु गाइज। हाल्यो बिस्तारै हुँदैछ। त अर्को हाम्रो उहाँ ऊ पनि हालेको हो कि होइन जाली? हो त्यसमा चाहिँ ठिक्क यस्तो हुनुहुन्थ्यो क्या कि होइन? त्यो काँखा त्यो नि यही छ के हो त्यसमा सही भित्र अरू चिजहरू पनि छ पोल्न बाँकी नै। हिँड्दै खाँदै गर्नु है। मकै हो चाहिँ आफू यसमा सही हुन्छ कसैसँग एउटा हाल्नु पनि हेर्दै गर्नु है। ल ए गाइस बेला कस्तो रमाइलो है। मिठो छ, मिठो 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 मिठो। यो खुट्टालाई एकछिन यतिकै राख्नु ल। लगाउनुपर्छ है। बारबिक्यू पुरै ससेजबाट सुरु है। खाना त मासुबाट तातो खा ल। दामी हो। उसले रियल काटेर खान्छ त्यसले गाडी बोल्यो। है गाइज, हाम्रो क्याम्प फायरको तयारीमा छौँ हामी। आएर चाहिँ भइसक्यो। आज पुरै तातो भइरहेको छ, रमाइलो भइरहेको छ। कहिले काहीँ कति कामै मात्र गर्ने, कहिले चाहिँ फ्रेस हौँ भन्ने हेतुका साथ पनि हामी आज क्याम्प फायर गर्नको लागि लगभग 50 किलोमिटर टाढै आइएको छ। रमाइलो भछ। अब रमाइलो त पुरै छ र हाम्रो अब क्याम्प फायर हुने तयारीमा छ। हेरेर साथ दिनु भछ होला कि हामीलाई। त्यो गाडीकै साउन्ड भयो भने पर हुन्थ्यो। है गाइज, अब हल्का बारबिक्यू भाइस चाहिँ लगभग इन्ड भइसकेको छ। हाम्रो क्याम्प फायर बारबिक्यू दाइहरू हुनुहुन्छ। रमाइलो चाहिँ भयो, रमाइलो चाहिँ भयो नि दाइ। रमाइलो भयो। हिजो हामी राति आएको, आज उज्यालो भइसक्यो। छर्लङ्गे बनियो, आगो बलिरहेको छ, मासु पोलिरहेका छौँ। अब हामी माछा मार्ने तयारीमा गर्दै
गर्दैछौँ माछा मार्ने हामी एकछिन रेस्ट गर्छौँ त्यसको अलावा हामी चाहिँ 8-9 बजीबाट हाम्रो जारी हुन्छ हाल अहिले अल ओके छ हामीले आगो फुक्यो यहाँ मासु पोलियो यहाँ मासु पोलेको पनि छ खाइयो के खाइयो क्लियर भयो कति होटलमा मात्र भिडियो बनाउने अब त हामी खोलाको समुद्रमा बनाउने मात्र होइन कि अब हामी यहाँ बसाउनको लागि मात्र पनि आएको हो कति बनाउनु कति गर्नु होटलमा मात्र कति टिकटक बनाउनु भनेर अब हामी चाहिँ यी समुद्रमा आनन्द रमाइलो वातावरण लिनको लागि आएको आनन्द अब हामी त बसाउन नि पर्यो कति गनाउनु के होटलमा मात्र रात बसेर इन्जोय गरियो ल बाई बाई गाइज फेरि अहिले अब एकछिनमा अब हामी एकछिनमा फेरि रेस्ट अब एकछिनमा रेस्ट गरेर अनि फेरि स्विमिङ गरेको आउँछौँ हामी है ल गाइज अब बिहान भयो है 10 बजे हामी चाहिँ यसो हेर्न हिँडेको खोलातिर है दाइहरू हुनुहुन्छ त्यहाँ खोले हाँस खेल्दा स्विमिङ गर्ने भने यहाँ उसो रहेछ यहाँ चाहिँ छाती आउँछ होला धेरै आयो ल यस्तो बगाल छ है ठाउँ चाहिँ आमा हिजो रातितिर आइयो 12-1 बजीतिर अनि खाइयो 12 बजी मासु परेर है अब चाहिँ हेर्दै हिँडेको अब पौडिने ठाउँ अहिले खोज्दै हिँड्नेछौँ के अरे कहाँ छ पानी चाहिँ धमिलो रहेछ अहिले उस गरौँला है हेर्दै गर्नु होला है हामी चाहिँ यहाँ दाइको रामण खाँला खाऊँ है अब रामण ब्रेकफास्ट होइन त 11 बजे है साथीहरू 11 बजे कस्तो छ दाइ एकदम ल ठाउँ है ठाउँ चाहिँ पिस छ होइन ठक्कै अलिक खोला चाहिँ अलिक सङ्लो के अरे धमिलो भयो क्या एउटा बाजेले माछा मार्नु भएको छ जानुभएको छ ल खामै यहाँ विङ्स पनि पाक्दैछ अब यति खाएर हामी चाहिँ अब यसो फ्रेस हुन्छौँ अनि तलतिर गएर स्विमिङ हान्ने भन्ने चाहिँ छ के अरे हाम्रो है स्विमिङ पनि गरेर देखाउँछौँ हेर्दै गर्नु होला है ल ल है गाइज हामी चाहिँ अब होइन यहाँ टक्क जापानको खोलामा नुहाउँदैछौँ अब चाहिँ समर भाइब्स रमाइलो हुँदैछ है यहाँ दाइ पनि हुनुहुन्छ पुरै खोलामा सेङ्गातिरको झझलको आइरह आधी खोलामा जस्तो भइरह अब ल दाइ चाहिँ भन्ने थाहा नरहेछ त्यो पुलबाट हम्फाल्छु भन्थ्यो के अरे लुट्यो यार यिनले त यही त टेकेर साप्दिनँ मैले तर बगेर भुल त ल्याउँछ क्या हैन बाबा
म आउँछु उता धक्का समात है त मलाई सक्छु समात्न त्यहाँ त गइरहेन त्यो टेलिफोन जान्छ सपिङमा त्यहाँ त अलिक सबैलाई त डुबाउनु अहिले पछि जाने होइन सुरुमा त हुन्छ नि त गाइजलाई अहिले चाहिँ हामी स्विमिङ गरेर यताउति है अब रुमतिर लाग्ने हो घरतिर घुम्दै घुम्दै जाने हो अब रमाइलो भयो आज छुट्टीको दिन होइन अब सिन चाहिँ यस्तो छ है यहाँ चाहिँ बाहिर घर अगाडि ल प्रेम दाइ यता हुनुहुन्छ होइन ल है ल यस्तो दामी छ ल जापानको भ्लग अब धेरै भएको थिएन हालेको अब कति समय पछि हालेपछि त्यस्तै टाइम भनेपछि चाहिँ कहिले मिल्छ कहिले मिलेन ल हेरेर माया गरिदिनु होला है लाइक कमेन्ट पनि गरिदिनु होला अब चाहिँ अब हामी जान्छौँ ल यसो समात्ने त हो नि कसले समात्नु सेल्फी नभए छ नि त्यहाँ अचानक उहाँ घरको अचानक यत्तिकै कुहिएर फालेर त्यहाँ पछाडि फाले 2 टुक्रै हुने त फालिदियो 2 टुक्रा भयो रमाइलो भयो ल पौडी खेलेर त रमाइलो भयो अब जाने हो हिजो बारबिक्यू पनि रमाइलो भयो है आफू जान्छ सिन चाहिँ हवालै छ है गाइस ल हेर्दै गर्न दाइ ल तामा यहाँ फेरि उसको उस जस्तो बाँस हुन्न क्या दाइ आमाको जस्तो बाँस हुन्न तामी बाँस हुन्न म देखेन कि मुरारी बाँस हुन्छ ल है गाइस अब हामी चाहिँ अब घरतिर लाग्दैछौँ घरहरू पनि कस्तो दामी यहाँ हेर्नु न है हाम्रो गाडी पार्क चाहिँ त्यो त पार्किङतिर घरहरू पनि हरै भन्दैछ मान्छे काम गर्दैछ यहाँ है दामी छ सानो घर चिटिक्कको होइन ए यता घरहरू पसलहरू कति सानो यी माछा साछा मार्नेको लागि उसको पनि रहेछ होइन पार्किङ चाहिँ यता रहेछ म्युजियम अरे यता कस्तो रहेछ हेरौँ है गाइस सबै नि हरियो फेलियो क्या ठिकै रहेछ केटाकेटीहरू ए हरियो गएर रहेछ यता गाडी चाहिँ छ खेल्न त दिन्न होला यहाँ दामी छ र है ल गाडीहरू ल अब बिस्तारै लाग्छ हामी है नेपाल दाजु छ अरे यहाँ भन्नुहुन्छ नेपाल दाजु ल अहिले चाहिँ हामी चाहिँ होइन टक्क स्विमिङ गरेर बारबिक्यू गरेर होइन अब रुमतर्फतिर आइसकेको छौँ दिप किचनतिर अब जे जस्तो भयो रमाइलो नै भयो होइन अब ठिकै छ अब भ्लगहरू आउँदै गर्छ हेर्दै गर्नु होला है जति पनि साथ दिनुभयो
हेरेर साथ दिनुभएकोले धेरै धेरै धन्यवाद छ है। र लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिदिनु होला है। जापान भ्लग टु जापान टोकियो भ्लग यस्तै छ, आउँदै गर्छ, कहिले ढिलो हुन्छ कहिले छिटो हुन्छ। ल जति पनि मन पराइदिनु होस् सबैजना धन्यवाद। ल स्टे सेफ स्टे हेल्दी है। र मेरो भ्लग चाहिँ यहीँ हुन्छ। ल बाई।